यहाँ भन्न त सबै यो ड्रेन बनाउँदा श्रमदान गर्ने मात्रै भनिन्थ्यो। 28 लाख त भएको रहेछ। 28 लाखको चाहिँ नगरपालिकाको लगानी रहेछ यो ड्रेन बन्नेमा। अब श्रमदानको कति लगानी भएछ भन्ने कुरा क्लियर छ। अब 28 लाख धरान नगरपालिकाको बजेट भएपछि के भयो भन्ने कुरा आम यो धराने जनसमुदायले बुझ्नु नै हुन्छ। यो खालको श्रमदान भयो भने चाहिँ फेरि गर्व गरेको कुरा चाहिँ अहिले मलाई कस्तो कस्तो भित्रभित्र चाहिँ टाउकुती लागिरहेछ के। नभए यो 10 नम्बरमा त यत्रो ठुलो काम, एउटा राम्रो ठोस काम भयो श्रमदानबाट भनेर हामी गर्व गर्ने भनिरहेका थियौँ। तर त्यस्तो चाहिँ होइन रहेछ। 28 लाख चाहिँ नगरपालिकाकै बजेट यो ड्रेन बनाउनुमा लागेको रहेछ। अहिले अब यो पिच बनाउने क्रममा छ। उहाँले छुट्याएको उहाँको गोजीको पैसा चाहिँ होइन। गोजीको पैसा जस्तै उहाँले चाहिँ भन्नुभएको सुन्छु कि। त्यसमा चाहिँ मेरो पुरै असहमति छ। यो व्यक्तिवादी चिन्तनको पराकाष्ठा हो क्या यो। क्लियर भयो नि त। 28 लाख त नगरपालिकाकै बजेट यो ड्रेनमा गयो त। यहाँ भन्न त सबै यो ड्रेन बनाउँदा कोही श्रमदान गर्ने मात्रै भनिन्थ्यो। 28 लाख त भएको रहेछ। अब यहाँ काम गर्ने मान्छे त सबै श्रमदातै भन्थे, तर पैसा दातै रहेछन्। त्यसरी बुझ्यो नि त अहिले हिसाब देखिएपछि त। यो ड्रेन पूर्ण रूपमा श्रमदानबाट बन्यो। यो पुरानो यो एक साइडको ड्रेन भन्ने मलाई लागेको थियो, त्यही भनिन्थ्यो, प्रचार प्रसार त्यही थियो। तर यो 28 लाखको रहेछ क्या। भने यहाँ काम गर्ने मान्छेले पैसा लगाऊ भन्ने बुझियो नि त। नगरको बजेट त गयो नि त। त्यसले गर्दाखेरि यो पूर्ण रूपमा श्रमदानबाट बनेको होइन, त्यसरी भन्न सकिन्छ र भन्नुपर्छ। र फेरि नगरको बजेट चाहिँ 28 लाख एउटा ड्रेन बनाउनमा खर्च गर्ने अनि श्रमदान भनेर चाहिँ भ्रम सिर्जना गर्ने काम त गर्नु भएन नि। र अहिले म पनि त्योमा चाहिँ क्लियर गर्न चाहेको हो। यो जनताहरूले चाहिँ अब नारायण पथको चाहिँ पूर्ण रूपमा श्रमदानबाट बनेको भन्ने चाहिँ नसोच्नु होला। यहाँको उपभोक्ताको अध्यक्षलाई सोधे नि हुन्छ 28 लाख चाहिँ खर्च भएको भन्ने छ। त्यसले चाहिँ हर्क साम्पाङले काम गर्दा गर्दा विरोध गरेर चाहिँ गर्न दिएन भन्ने भन्छन् त। त्यो उही भ्रम सिर्जना गर्ने काम मात्रै हो। यहाँ चाहिँ वार्ड नम्बर 10 को अध्यक्ष लगायत सबैको समर्थन छ यसमा। यो बनाउने कुरामा, यो बनाउने काममा चाहिँ पूर्ण रूपमा सबैको समर्थन भएरै चाहिँ बनेको हो। त्यत्रो 28 लाख खर्च भएको रहेछ। 1 रुपियाँ भएको छैन, सबै श्रमदानले बनेको भन्ने भ्रम छ। त्यो चाहिँ होइन है यो चाहिँ 10 नम्बरको बारेमा चाहिँ।